नेपालमा पहिलोपटक फ्रेन्चाइज भलिबल हुँदैछ पुरुषहरूको। यहाँ मार्की खेलाडी हुनुभएको भन्ने खबर यहाँले सुन्नुभयो होला। यहाँलाई त्यो सुन्ने बित्तिकै इन्स्ट्यान्ट रियाक्सन चाहिँ के थियो यहाँ? वाउ भन्ने थियो, एकदमै खुसी। हजुर, पहिलोचोटि एनबिएल हुँदैछ मेन्स टिमको, एकदमै खुसी लागिरहेछ। यहाँलाई अलिकति थियो मार्की हुँदैछु यस्तो भन्ने केही जानकारी थियो अथवा सिधै यहाँले थाहा पाउनुभयो? ग्राउन्डमै आएर थाहा पाएको। अलिअलि चाहिँ पर्छ कि भन्ने भन्दा नि अब अलिअलि जस यहीँ आएर थाहा पाइयो भनौँ न। थाहा पाउँदाखेरि चाहिँ ठ्याक्कै रमाइलो लागिरहेछ, एकदमै खुसी लागिरहेछ। जस जिम्मेवारी थपिएको छ आफूमा, एकदमै खुसी लागिरहेछ। यहाँ फेरि अन्नपूर्णको चाहिँ हुनुभएको छ मार्की खेलाडी होइन, त्यो हिसाबले चाहिँ पोखरा गण्डकीसँग रिलेटेड भएको भएर आफै पनि त्यही चाहिँ क्षेत्रको भएको भएर चाहिँ खुसी अलिकति बढी छ कि छैन? एकदमै, नाम मात्रै फरक हो, ठाउँ आफ्नै हो है, त्यही भएर एकदमै खुसी लागिरहेछ। हजुर, यो मार्की हुँदाखेरि चाहिँ जिम्मेवारी बढे जस्तो लागिरहेछ, चुनौती थपिए जस्तो लागिरहेछ अथवा यहाँले यसलाई अवसरको रूपमा? एकदमै जिम्मेवारी धेरै नै छ। यो नेपालमा पहिलोचोटि भएको एनबिएल गेम, आफू चाहिँ टिमको लिडर हुन पाउनु भनेको सानो कुरा होइन। एकदमै खुसी छु र जिम्मेवारी धेरै छ। विदेशी प्लेयरदेखि लिएर हाम्रो नेपाली प्लेयरहरूलाई कम्बिनेसन मिलाउने यताउति सबै कुरामा म्यानेजमा यताउति सबै टिमलाई चाहिँ हेर्नुपर्ने, अलिकति सल्लाह सुझाव दिनुपर्ने आफूलाई जिम्मेवारी आएको छ। एकदमै खुसी पनि छु र एकदमै एक्साइटेड पनि छु। पहिलोपटक हुँदै गरेको यो फ्रेन्चाइज भलिबल चाहिँ नेपाली पुरुष भलिबल खेलाडीहरूको लागि चाहिँ के अर्थ राख्छ? यसले चाहिँ के हुन्छ जस्तो लाग्छ? नेपालमा नि भलिबल खेल्न चाहिँ सम्भव छ, खेलेर चाहिँ जीवनमा भन्दा नि अब नेपालमा चाहिँ भलिबल खेलेर अलिकति आर्थिकको रूपमा नि अलिकति सहज छ भन्ने चाहिँ सन्देश दियो जस्तो लाग्छ मेन्स भलिबल टिमलाई।